हेलो एभ्रिवान, नमस्ते सबैजनालाई अनि वेलकम टु आवर भ्लग। म बिमारी भयो भने चाहिँ मेरो बुढाको चाहिँ बियोग हुन्छ। आज बिहान उठेर म छिटो त उठेँ तर कन्टिन्यू वासरुममा बसेको भएँ होइन। अनि फेरि आएर नजानु भन्दै थियो उसले ड्युटी, मत जाऊ। फेरि मेरो सरले मलाई एकैपल्ट भन्ने बित्तिकै छुट्टी दिनुहुन्छ होइन। अब फेरि घरिघरि भन्नु पनि मलाई असुविधा लाग्यो। अनि म बाटोसम्म गएँ, पुगेर त मलाई पुरा साह्रो भयो होइन। अनि मैले भन्दै थिएँ तर पनि म जबरजस्ती होस् जान्छु भनेर बाटोसम्म गयो, तर मेरो बुढो मान्नु भएन। अब बोलो सरको फोन करके बोल्दा आज धेरै भिडियो पनि बनाउन सक्दिनँ होला अब, तर कन्टिन्यू चाहिँ म भिडियो पोस्ट गर्छु, किनकि कन्टिन्यू भएन भने आज बनाइन भने चाहिँ फेरि मिस हुन्छ होइन। त्यही लागि आजको लाइन चाहिँ अब थाहा भएन भिडियोको हाल्न सक्छु सक्दिनँ होइन। तपाईँहरूलाई चाहिँ थ्याङ्क यू छ, एकदम मनबाट मेरो थ्याङ्क यू सपोर्ट गरिदिनुको लागि। तपाईँहरू सबैले नै सपोर्ट गरिरहनु भएको छ, मैले देखेको छु होइन।